तपाईँ सामान्य हुनुहुन्छ, दुब्लो हुनुहुन्छ अथवा मोटो हुनुहुन्छ? के तपाईँको उचाइ अनुसारको तौल सही छ? यसको लागि हामीले आफ्नो शरीरको बिएमआई अर्थात् बॉडी मास इन्डेक्सलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। यो निकाल्नको लागि हामीलाई आफ्नो तौल र उचाइ मिटरमा थाहा पाउनु पर्ने हुन्छ। यो निकाल्ने एउटा फर्मुला रहेको छ। त्यो फर्मुला चाहिँ मैले यहाँनिर राखिदिएको छु र हामी आफ्नो तौललाई आफ्नो उचाइ जुन मिटरमा छ त्यसको स्क्वायरले चाहिँ भाग गरेपछि हाम्रो बिएमआई आउने गर्छ। बिएमआई निकालिसकेपछि आउने भ्यालुले चाहिँ के इन्डिकेट गर्छ भने यदि तपाईँको बिएमआई 18.5 भन्दा तल आउँछ भने तपाईँ अन्डरवेट हुनुहुन्छ। बिएमआई 18.5 देखि 24.9 सम्म आउँछ भने तपाईँ सामान्य हुनुहुन्छ। 30 देखि 29.9 सम्म आउँछ भने तपाईँको तौल बढी छ। 30 देखि 34.9 सम्म आउँछ भने तपाईँ मोटोपनाको बिएमआई 35 भन्दा माथि आउँछ भने अत्याधिक मोटो हुनुहुन्छ भन्ने कुरा यसले बुझाउँछ। यसलाई सजिलो तरिकाबाट पनि हामी निकाल्न सक्छौँ। हामी गुगलमा गएर बिएमआई क्याल्कुलेटर हान्यौँ भने हामीलाई आफ्नो हाइट फिट अथवा सेन्टिमिटर जेमा छ त्यसमा पनि हिसाब गर्न सक्छौँ। यसको इक्जाम्पल मैले यहाँ माथि राखिदिएको छु। तपाईँले पनि आफ्नो बिएमआई निकालेर कति आयो, तपाईँको तौल सामान्य छ अथवा कम छ अथवा बढी छ, कृपया कमेन्ट गर्नुहोला।